कहिले सोच्नुभयो किन आधा छोडेको कामहरू पछि गएर झन् ठुलो भएर फर्किन्छ? यो मेरो विचार होइन। 48 लज अफ पावर नियम नम्बर 15 ले भन्छ क्रस योर एनिमी टोटल्ली। यसको सीधा अर्थ अधुरो कदम सधैँ खतरनाक हुन्छ। यदि तपाईले कसैलाई पुरै रोक्न सक्नु भएन भने ऊ फेरि फर्केर तपाईलाई नै हानि गर्न सक्छ। मानिस आफ्नो अपमान कहिल्यै बिर्सदैनन्, उनीहरू सही समय कुट्छन्। र सिम्पल एन्ड क्ल्यारिफाई एक्जाम्पल, यदि कुनै स्कुल वा अफिसमा कसैले तपाईलाई सधैँ हेपिरहन्छ भने र तपाईले केवल चेतावनी दिनुभयो भने ऊ शान्त बस्छ, तर उसले भित्रभित्र रिस पालिरहेको हुन्छ। तर जब तपाईले उसको गलत काम छ त्यसलाई चाहिँ सबैको अगाडि चाहिँ स्पष्ट पारिदिनु भयो भने त्यो समस्या त्यही सकिन्छ। यसको अर्थ निर्दयी बन भनेको पिटिक्कै होइन। अर्थ यति हो, अधुरो समाधान भोलिको ठूलो समस्या बन्छ। शक्तिको खेलमा